मलाई एकचोटि राजा ज्ञानेन्द्रसँग भेट्न मन छ, फोटो खिच्नको लागि होइन, उहाँसँग माफी माग्नको लागि। किनभने जब 2058 सालमा दरबार हत्याकाण्ड भयो, म धेरै सानै थिएँ, तर मलाई सम्झना यहाँसम्मको छ कि म र मेरो आमा हामी शोकमा दरबार पुगेका थियौं। 62-63 को आन्दोलनमा जब राजा ज्ञानेन्द्रले दरबार छोड्नुभयो, त्यो बेला पनि म धेरै सानै नै थिएँ। तर अहिले यो बखतमा म कुनै पराय देशमा छु र यो देशमा राजाको शासन छ। यो देशको स्थिति, यो देशमा नागरिकले पाउने इज्जत देखेर मलाई मेरो देश र मेरो देशको राजाको याद आउँछ। त्यो बेला जब मानिसहरू रोडमा ज्ञाने छोड देश छोड भनेर नारा लाउँथे, राजाले सजिलै दरबार त छोडे तर देश छोडेन। तर विडम्बना भनौं कि दुर्भाग्य भनौं,